इतिहास टपिक टेक्स्ट बुक च्याप्टर 23 को अहोई सल्मेङ मध्येको पहिलो नम्बरको अहोइमा छ खोङ्गवागुम। अब जसलाई हामीहरू के भन्छौँ सार्वजनिक बिल। अब यो सुनिरहेको कुरा हो है, खोङ्गवागुम भन्छ सार्वजनिक बिल, तर के हो त यो है, खास कुरा के हो भन्ने कुरा चाहिँ अब हामीहरू बुझ्छौँ। राम्रोसँग हेर्नु होला, मिनिङलाई प्रायोरिटी दिनु, मिनिङहरू चाहिँ राम्रोसँग हेर्नु। अहोइलाई चाहिँ अरू खासै त्यस्तो आत्तिनु पर्ने हुँदैन। र म अब सुरु गरेँ। छन्गिर्यो है बिजुलीको शुल्क, छन्वार्यो टेलिफोन शुल्क, सुदोर्यो खानेपानीको शुल्क, दुङ्गा खाची आदि जस्ता खुक्काना राष्ट्र अथवा खोङ्गोङ थान्सेगा सार्वजनिक समूहले खोङ्मिनेगे नागरिकलाई फुग्वा हानुन असुल गर्ने सेगुमुल करलाई मार हान्दा अथवा मार हाम्निदा भनिन्छ। हेर्नुहोस् है, म पहिला नेपालीमा भन्छु अनि मिनिङहरू सहित तपाईँलाई बुझाउने कोसिस गर्छु। बिजुलीको शुल्क, टेलिफोन शुल्क, खानेपानीको शुल्क आदि जस्ता राष्ट्र अथवा सार्वजनिक समूहहरूले नागरिकसँग अथवा नागरिकलाई असुल गर्ने करलाई भनिन्छ भने है, जसलाई के भनिँदो रहेछ खोङ्गवागुम अर्थात् सार्वजनिक बिल भनेर भनिँदो रहेछ। अब म बुझाउँछु। अब हामीहरूले चाहिँ यो सरकारले दिएको हो नि त, जे भने सरकारले लगानी गरेर बिजुली निकालेको छ, खानेपानीमा लगानी गरेको छ, टेलिफोनमा लगानी गरेको छ, अथवा सार्वजनिक समूहले हामीहरूले बिजुली प्रयोग गरे बापत शुल्क तिर्छौँ, टेलिफोन प्रयोग गरे बापत शुल्क तिर्छौँ होइन, खानेपानीको शुल्क तिर्छौँ, फोहोरको शुल्क तिर्छौँ। जुन चाहिँ हामीसँग देशले, राष्ट्रले अथवा सार्वजनिक समूहहरूले चाहिँ हामीबाट केही कुरा प्रयोग गरे बापतको शुल्क लिन्छ नि हैन, त्यसलाई चाहिँ हामीहरूले के भन्छौँ खोङ्गवागुम अथवा सार्वजनिक बिल भनेर भन्छौँ के। नागरिकबाट असुल गर्ने पैसा, त्यो जुन बिल हुन्छ त्यसलाई खोङ्गवागुम भनेर भन्छ। एकदम सजिलो छ, बुझ्नुभयो होला। राष्ट्रबाट अथवा सार्वजनिक समूहबाट कुनै सुविधाहरू, बिजुलीको सुविधा, टेलिफोनको सुविधा, खानेपानीको सुविधा हामीहरूले प्रयोग गऱ्यौँ भने त्यस बापत तिर्ने कर नै अथवा त्यसरी पाइने आउने बिल नै खोङ्गवागुम अथवा सार्वजनिक बिल हो। एकदम सजिलो छ। छन्गी भनेको बिजुली, रियोलाइसिस, छन्गिर्यो भनेको बिजुलीको शुल्क, छन्वार्यो टेलिफोनको शुल्क, सुदोर्यो खानेपानीको शुल्क, अनि खोङ्गोङ थान्छे भनेको चाहिँ सार्वजनिक समूह भयो, खुक्का भनेको राष्ट्र भयो, अनि खोङ्मिन भनेको नागरिक है, जनता के नागरिकलाई खोङ्मिन भन्छ। अनि यो फुग्वा हादा भन्ने मिनिङ छ, यसलाई अलिकति राम्रोसँग हेर्नु होला। त्यो भनेको असुल गर्नु के है, लिनु हैन, कर लिनु भन्न खोजेको। अनि सेगुम भनेको त कर भयो, सजिलो मिनिङ है, राम्रोसँग बुझ्नुभयो होला। अब चाहिँ हामीहरू अर्को अहोइमा लागौँ। दोस्रोमा छ उच्छेगुक। उच्छेगुकको कुरा गर्यो। अब उच्छेगुक भनेको थाहा नै छ, हुलाको। र यसमा के हुन्छ यसलाई हेरौँ। फ्यान्जी चिठी, सोफोरुल फोनेनुन चिठी पार्सललाई पठाउने, इरिना काम अथवा एगुम खल्लिदुङ्गे पैसा जम्माको रेखदेख आदिको इरुल कामलाई हानुन गर्ने खोङ्गोङ खिग्वानिमिन्दा सार्वजनिक संस्था हो भने है। अब हामीहरूको त पैसाको त्यस्तो काम हुँदैन, तर कोरियामा चाहिँ चिठी पार्सललाई पठाउने काम त हुँदै भयो हुलाकको। त्यो सँगसँगै पैसा जम्मा पनि गर्न मिल्छ कि त्यहाँ। पैसा जम्माको रेखदेख आदिको काम गर्ने सार्वजनिक संस्था हो, जसलाई हामीहरू उच्छेगुक अर्थात् हुलाक भनेर भन्छौँ है। हुलाकको काम चिठी पार्सल पत्र पठाउने मात्रै नभई त्यहाँ भएको पैसाको जम्मा गरिएको पैसाको रेखदेख गर्नु पनि हो क्या। अब फ्यान्जी भनेको चिठी, सोफो भनेको पार्सल, सोफोरुल फोनेदा पार्सल पठाउनु, अनि इल भनेको काम, एगुम भनेको जम्मा पैसा, अनि ख्वाल्ली भनेको रेखदेख भइहाल्यो, अनि खोङ्गोङ खिग्वान सार्वजनिक संस्था। यो पनि त्यस्तो गाह्रो छैन, बुझिहाल्नु भयो। त्यस्तै अर्को अहोइमा छ उफ्फेनमुल। उफ्फेनमुलको कुरा गर्दैछ। उफ्फेनमुल भनेको हुलाकी सामान, जुन सामानहरू हुलाकबाट पठाइन्छ अथवा हुलाकबाट पठाएको, अरूले पठाएको आफूले प्राप्त गरिन्छ, त्यस्ता सामानहरूलाई के भन्छ उफ्फेनमुल, हुलाकी सामान भन्छ। फ्यान्जिना सोफो चिठी अथवा पार्सल, दुङ्गा खाची आदि जस्ता उफ्फेनुरो हुलाकी रूपमा फात्कना फोनेनुन पाउने अथवा पठाउने मूलगन निम्निदा सामान हो भने हेर्नुहोस्। अब हुलाकका सामान के हो? अब हुलाक भनेको हुलाकबाट आउने, हुलाकबाट पठाउने सामानहरू भयो क्या। हुलाकमा चिठी आउँछ, हुलाकबाट पठाउन मिल्छ, हुलाकमा पार्सल आउँछ, हुलाकबाट पठाउन मिल्छ। ती जुन जुन सामानहरू छन्, चिठी अथवा पार्सल आदि हुलाकी सामान, हुलाकी सामान हुन्, तिनीहरू चाहिँ हुलाकको मार्फत पाइन्छ पनि, अरूले पठाएर अरूलाई पठाउनु पर्यो भने पनि हुलाकबाट पठाउन सकिन्छ। त्यस्ता सामानहरूलाई चाहिँ उफ्फेनमुल अर्थात् हुलाकी सामान भन्छ। हुलाकबाट पठाएको अथवा अरूले पठाएर आफूले पाएको सामानहरू सबैलाई हुलाकी सामान भनिन्छ उफ्फेनमुल। त्यो पनि गाह्रो छैन, बुझ्नुभयो होला। त्यस्तै अर्को छ उच्छेथोङ, हुलाकी बक्स। एकदम बुझ्नु होला, यो पनि इम्पोर्टेन्ट छ। यहाँ के छ म पढेर सुनाउँछु। फ्यान्जिदुङ चिठी आदि उफ्फेनमुरुल हुलाकी सामानलाई नाउन्सुइद्दोरोक
राख्न सक्ने गरी सल्छिहान जडान गरिएको थोङिम्निदा भाँडो। अब यो हुलाकमा गएर हुलाकमा चाहिँ हामीहरूले शनिबार पनि गएर अब त्यो एउटा चारपाटे कागज हुन्छ त्यसमा चिठी खसाउन सक्छौँ नि, त्यो जम्मा गर्ने के हामीले बाहिरकोले गएर अरूले जसले पठाउनु पर्ने छ यदि बन्द छ केही छ भने त्यहाँ गएर पठायो भने उनीहरूले चेक गर्छ के, त्यो बक्स हुन्छ जुन त्यसलाई उच्छेथोङ भनेर भन्छ है। चिठी आदि हुलाकी सामानलाई राख्न सक्ने गरी जडान गरिएको भाँडो हो जसलाई हुलाकी बक्स अथवा हुलाकी भाँडो पनि भन्न सकियो। फेन्जी चिठी उफेनमुल हुलाकी सामान, अरू त त्यस्तो मिनिङ छैन। यो सल्छी आधा भनेको जडान गर्नु, थोङ भनेको भाँडो अथवा बक्स पनि भन्न सक्छौँ। अब यो बुझ्नुहुन्छ है, म फेरि भनिदिन्छु। त्यो अब हामीहरूले हुलाकमा पठाउने चिठी अनि हुलाकी सामानहरूलाई राख्न सक्ने गरी बनाइएको जुन भाँडो हुन्छ त्यसलाई के चिठी राख्ने। अब म चिठी पठाउन हुलाकमा गएँ, मान्छे रहन्छ त्यहाँ गएर त्यो भाँडोमा राखेर छोडिदियो भने उनीहरूले चेक गरेर त्यो कहाँ पठाउने हो एड्रेस हेरेर पठाउँछ के, त्यो भाँडोलाई उच्छेथोङ भन्छ। यसमा नजोक्किनु होला। र अब हामीहरू अर्को अहिमा लागौँ। अर्कोमा छ थेक्पे। थेक्पे भनौँ अझ है। थेक्पे भनेको कुरियर सेवा, थेक्पे भनेको के रहेछ कुरियर, र के भनेको छ उफेनमुरिना हुलाक सामान अथवा यहाँ हुलागी मात्रै भएछ, हुलाक सामान अथवा छिम भनेको सामान, यहाँ हुलागी भएछ, हुलागी भन्न खोजेको। फेरि सुन्नुहोस्, उफेनमुलिना हुलाकी सामान अथवा छिम भनेको पनि सामान। साङफुम दुङ्गुल, साङफुम भन्दा गुणस्तरीय भन्ने हुन्छ, गुणस्तरीय सामान आदिलाई दुङ्गुल आदिलाई ओन हानुन चाहेको छाङसो काजी ठाउँसम्म छिकचप आफै अथवा प्रत्यक्ष फेदाल हालजुनुन डेलिभर गरिदिने इरिम्निदा काम हो। अब कुरियरको काम के हो भन्ने कुरा आयो है। अब कुरियरको काम के हुन्छ भने हुलाकी सामान अथवा अन्य सामान सँगसँगै गुणस्तरीय सामान, महँगा सामानहरू होला नि त केही, त्यस्ता सामान आदिलाई चाहेको ठाउँसम्म आफै प्रत्यक्ष डेलिभर गरिदिने काम हो जसलाई कुरियर भन्छ। अब यहाँ पनि विभिन्न प्रकारका कुरियरहरू छन् हैन, डिएचएस हो कि डिएचएक्स के भन्ने कुरियरहरू छ नि, त्यो सबैले के गर्छ हामीबाट सामान लिन्छ अनि त्यसलाई त्यस्ता सामानहरूलाई चाहिँ चाहेको ठाउँमा उनीहरूले नै डेलिभर गरिदिन्छ, त्यो बापत हामीहरूले शुल्क तिर्नुपर्ने हुन्छ है। यो एकदम सजिलो छ। अब मिनिङको कुरा गरौँ, उफेनमुल भनेको हुलाकी सामान, छिम भनेको नर्मल सामानै भन्ने हुन्छ, अनि साङफुम भनेको चाहिँ गुणस्तरीय सामान महँगा सामानहरू भयो भने साङफुम, अनि वन हादा भनेको चाहनु, छाङसो भनेको ठाउँ, छिकचप भनेको आफै, फेदाल हादा डेलिभर गर्नु, अरू त्यस्तो मिनिङ छैन। एकदम सजिलो छ, यसलाई पनि राम्रोसँग हेर्नुहोस्। र सायद आजको लागि हो अन्तिम नै हो, आजको लागि अन्तिम अहुइमा छ इन्ह्वासङ मुलचिल प्रज्वलनशील पदार्थ। इन्ह्वासङ मुलचिल प्रज्वलनशील पदार्थ। यो प्रज्वलनशील भनेको चाँडो आगो टिप्ने पदार्थ के, चाँडो आगो लाग्ने पदार्थ हैन। अब चिसोमा भिजेको दाउरालाई कति टाइम बाल्नुपर्छ, तर मट्टीतेल थोरै हालिदियो भने वार्रै बलिहाल्छ हैन। त्यस्तो मट्टीतेल भयो, पेट्रोल भयो, यी सामानहरू भनेका अति प्रज्वलनशील पदार्थ, प्रज्वलनशील इन्ह्वासङ मुलचिल हुन्, प्रज्वलनशील पदार्थ हुन्। यो पनि आउन सक्छ, हेर्नु होला। के भनेको छ फुरी छाल फुजुन फुरी छाल फुन्नुन भनेको आगो सजिलै लाग्ने सङ्जिरी हिँड्नुन गुण भएको, मुलजिरुल भनेको पदार्थलाई माराम्निदा भनिन्छ। हेर्नुहोस् त, आगो सजिलै लाग्ने फुरी भनेको आगो भयो, छाल राम्रोसँग, अनि यो फुन्नुन भनेको चाहिँ टिप्ने के लाग्ने भन्न खोजेको है। सङ्जिल भनेको गुण, इन्नुन भएको, मुलचिल भनेको पदार्थ, माराम्निदा भनिन्छ। अब जुनमा चाहिँ आगो बाल्ने बित्तिकै सट्टै टिपिहाल्छ त्यस्तो पदार्थहरूलाई, आगो चाँडो टिप्ने पदार्थलाई इन्ह्वासङ मुलजिल अथवा प्रज्वलनशील पदार्थ भनेर भन्छौँ है। यो सँगसँगै आजको लागि यो भिडियोलाई अन्त्य गर्न चाहे। यदि यस्तै अन्य टपिक वाइज मिनिङ अब छङवा अहि सल्मेङ र इपिएस एचआरडी कोरियासँग सम्बन्धित अन्य विभिन्न भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर प्लेलिस्ट भिजिट गर्न नबिर्सिनुहोला।